हेलो साथीहरू, नमस्ते नमस्कार। म एलबी बोलाको तर्फबाट आज चाहिँ एक हप्ता पार भएर अर्को हप्ता पार हुँदैछ। कम्पनीमा काम छैन, सो काम नभएको बेलामा बाहिर निस्केर म चाहिँ एउटा सानो भिडियो क्लिप्स बनाउँदैछु। मन परेमा लाइक, कमेन्ट अनि सेयर पनि गर्नु भन्न चाहन्छु। यो चाहिँ मैले काम गर्ने ठाउँ साउदी अरेबियाको कम्पनीको पछाडिको भाग हो। अहिले चाहिँ रात परेको छ, सो लाइट दामी जलेको छ है। यो चाहिँ हाम्रो कम्पनीको पछाडिको भाग हो। यो चाहिँ सरिया बनाउने कोइल हो। यो कालो कालो छ नि, यो चाहिँ डल्लाहरू, यो चाहिँ प्लेन कोइल, यानि कि सादा सरियाका डल्लाहरू नै, यिनी चाहिँ मेसिनमा हालेर सरियाको आगा निकालिन्छ पछाडि है। यो चाहिँ हाम्रो कम्पनी यस्तो छ साथीहरू। काम चाहिँ चलेको छैन, धेरै दिन भयो, सो यसो बाहिर निस्केर यसो टाइम पास गरौँ भनेको है। हजुरहरूलाई मैले गर्ने कामको बारेमा पनि हल्का जानकारी दिउँ भनेर। यो चाहिँ सरिया बनाउने रोलहरू हो है। अनि यहाँ चाहिँ यति बेला रातिको 9 बजेको छ। बत्तीहरू चाहिँ झलमल्ल बलेको छ। हेर्नुहोस् है, तपाईँको रातको समय हो कि दिनको समय भन्ने कुरो थाहै नै छैन कि। हेर्नु न, कति झमक्क बत्ती बलेको छ है। लाइटहरू यहाँ कहिले पनि लाइट जाँदैन है विकसित देशहरूमा। हाम्रो नेपालतिर चाहिँ लाइटहरू झ्याप गरिन्छ एक घन्टामा, दुई घन्टामा। यहाँ चाहिँ यस्तो छ है साथीहरू। यहाँ चाहिँ जहाज गइरहेको छ। यहाँ एयरपोर्ट नजिकै छ नि त। जहाज चाहिँ टुई 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 हिँडिरहेको छ। हेर्नुहोस् रातिमा। यो चाहिँ हाम्रो कम्पनी है साथीहरू। यो हरियो पनि ठुलो यो देखिन्छ नि, सबै हाम्रो कम्पनी हो। यति ठुलो बिल्डिङ छ। यता बाहिरपट्टि यो चाहिँ हाइवे हो, पारिपट्टिको यस्तो छ। यतातिर यस्तो लाइट जलेको छ मजाले, झकास तरिकाले गाडीहरू पनि हिँडेर है। गाडीहरू देख्नु भएको छैन हिँडेको। चाहिँ हाम्रो कम्पनी बाहिरको दृश्य हजुरहरूलाई देखाउँदैछ। एउटा जहाज त्यहाँ जाँदैछ, सेतो जहाज देख्नु भएको छ। माथि लाइट बल्दैछ झिमिक झिमिक गरेर। यो चाहिँ हाम्रो कम्पनीको पछाडिपट्टिको भाग, जहाँ चाहिँ हाइवे रोड हो है। गाडीहरू कुदै गर्छन्। यस्तो छ हेर्नुहोस् है, साउदी अरबको नजारा पट्टिया। यो कम्पनी एरिया अहिले बाहिर फेरि पनि यति धेरै लाइट छ क्या यहाँ है। झन् भित्र सिटीमा त अचम्म हुन्छ। हेर्नुहोस् अचम्म, कति लाइट भएको होला, कति लाइट जलाएको होला। गाडीहरू रात दिन 24 आवर यस्तै हेर्नु चलेको चले, उता हिँडेको गर्छ क्या। हाम्रो अचम्म लाग्छ। हाम्रो नेपालमा पनि यस्तै गाडी चल्ने कस्तो हुन्थ्यो होला है। हाम्रो गाउँतिर पनि के, काठमाडौँतिर त फत्ताफुट्टा चल्छ होला। काठमाडौँतिर पनि 2-3 बजीतिर त बन्द हुन्छ होला रातिको। हाम्रो दाङ तुलसीपुर त झन् चल्दैन त्यो, फटाफुटो कहिले मात्रै हो। हेलो साथीहरू, म चाहिँ कम्पनीको भित्र आइसकेको छु। यति बेला अब चाहिँ मैले डिएक्सन कम्पनीले उत्पादन गरेको ब्ल्याक कफी बनाउन चाहिँ गइरहेको छु। बाहिर अलि धेरै घुम्यो नि त, एकछिन थकाइ पनि महसुस हुन थालेको छ। अब म चाहिँ यसमा डिएक्सन कम्पनीले उत्पादन गरेको कफी बनाउन गइरहेको छु। तपाईहरुले पनि यसरी ड्युटीमा बसेको बेलामा अथवा चाहिँ काम गर्दै गरेको बेलामा अथवा चाहिँ अफिसहरुमा काम गर्नुहुन्छ भने
यसरी डिएक्सन कम्पनीको कफीलाई पानीमा घोलेर मजाले पिउन सक्नुहुन्छ है त। यसका फाइदाहरू म बिस्तारै बताउँदैछु। मैले यसमा पानी भरिसकेको छु बोतलमा। पानी बोतल अर्को नभएको हुनाले मैले पेप्सीको बोतल लिएको छु। यसमा पानी भरेको छु। अब मैले यो डिएक्सन कम्पनीको कफी ब्ल्याक कफीलाई मैले निकालिसकेको छु एउटा प्याकेटलाई। यसलाई चाहिँ मैले अब चाकुको सहायताले यसरी यसको माथिको भाग काट्छु है। यो काटेर मैले यो पुरै कफी 4.5 ग्रामको हुन्छ, यानि कि 4.5 ग्रामको हुन्छ। यसमा मानिसलाई चाहिने 99 जति क्याफिन मात्रै राखेको हुन्छ, बाँकी क्याफिन सबै निकालेर फालेको हुन्छ र च्याउको धुलो पनि मिसाएको हुन्छ, जुन चाहिँ रेड मसरुम भनिन्छ। यो चाहिँ मैले यसमा हालिसकेँ है। यसमा हालिसकेपछि अब मैले यसको पानीको कलर चाहिँ हेर्नुहोस्, रातो भयो है। रातो भयो। यो किन रातो भयो भन्नु होला। यो चाहिँ विशेष गरी यो कफीमा रातो च्याउ हुन्छ। रातो च्याउ पूर्ण वयस पुरा गरेर 90 दिनको पुरा उमेर भएको च्याउको धुलो हुन्छ, जसमा यो चाहिँ जुन च्याउ छाता भागको पाउडर मिसाएको हुन्छ, जुन पाउडरमा चाहिँ पोलिस्याकाराइड भन्ने तत्त्व हुन्छ, जुन तत्त्व चाहिँ हाम्रो शरीरभित्र भएका विभिन्न किसिमका फोहोरहरू अथवा टक्सिनहरूलाई मानौँ न, अथवा हाम्रो शरीरभित्र जमेर बसेको विभिन्न किसिमका गर्दाहरू अथवा फोहोरहरूलाई बिस्तारै पोलिसिङ गर्छ कि स्क्यानिङ गर्छ। स्क्यानिङ गरेर हाम्रो पिसाबको माध्यमबाट, खकार सिकानको माध्यमबाट, पसिनाको माध्यमबाट, विभिन्न माध्यमबाट यो चाहिँ हाम्रो शरीरबाट बाहिर निकाल्ने काम चाहिँ त्यो पोलिस्याकाराइड भन्ने तत्त्वले काम गर्छ हैन। र त्यसमा मिसाएको जुन चाहिँ कफी छ, कफी चाहिँ मानिसलाई आवश्यक पर्ने जति मात्रै क्याफिन राखेर बाँकी क्याफिन चाहिँ सबै प्रशोधन गरेर निकालेर फालेको हुन्छ। सो त्यही भएर यो कफी चाहिँ बच्चादेखि लिएर बुढोसम्मको मान्छेले, नर्मलदेखि जटिल बिमारी भएको मान्छेले यो कफी पिउन मिल्छ है। यसरी पिउन होला। यो पानी चाहिँ कफी चाहिँ मैले बोतलमा हालेर मजाले हल्लाइसकेको छु। कमसेकम यो कफीलाई तपाईँको 50 देखि 100-150 पल्ट अप एन्ड डाउन गरेर यसरी मजाले हल्लाउनुहोस्। मजाले हल्लाइसकेपछि यसलाई चाहिँ यस्तो कलरको किसिमको कलर आउँछ। यो कलर आइसकेपछि माथि फिज आएको छ, त्यो फिज पनि फाल्नु हुँदैन हैन। त्यसलाई चाहिँ पानीसँगै त्यो पनि पिउने हो। र तपाईहरुले भन्नु होला यो त पेप्सी हो भन्नु होला। पेप्सी होइन, तर पेप्सीको बोतलमा मैले बनाएको छु, अर्को बोतल नभएको हुनाले यसरी मैले पिउने गर्छु। दैनिक मैले एउटा प्याकेट पिउने गर्छु। किन भन्दा यहाँको गर्मी पनि अत्याधिक छ एउटा कुरो। अर्को कुरो थकान धेरै महसुस हुन्छ। यो कफी पियो भने थकान दूर हुन्छ, एकदमै थकान कम भएको महसुस हुन्छ। त्यही भएर चाहिँ यो मैले पिउने गरेको छु। र हाम्रो यो कफी पिउँदै गर्दाखेरि भोक लागेको महसुस पनि हुन्छ, खाना राम्रोसँग पचिने, डाइजेसनको पनि राम्रो काम गर्छ र थकान पनि दूर भएको महसुस हुन्छ। भित्र हाम्रो शरीरमा भएको विभिन्न किसिमका टक्सिनहरू पनि क्लिन गरेर बाहिर फाल्ने काम गर्छ। सो त्यो भएको हुनाले मैले दैनिकै नै पिउने काम गर्छु। यदि हजुरले पनि चाहनुहुन्छ भने पिउन सक्नुहुन्छ। अब मैले यसको जुन फिज छ यो चाहिँ मैले फाल्दिनँ। यो चाहिँ मैले यसरी पिउँछु। यसको बोतल तलतिरको भाग, बोतलको भाग यसो दबायो भने त्यो सबै पानी माथितिर आउँछ नि त है। त्यसरी चाहिँ यसो पिउन सकिन्छ। यसलाई चाहिँ तपाईले चिसो पानी पनि पिउन सक्नुहुन्छ र तातो पानी पनि पिउन सक्नुहुन्छ। विशेष त नर्मल पानीमा यसरी बनाएर पिउँदा एकदम राम्रो हुन्छ, स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। तपाईँ कतै लामो टुर हिँड्दै हुनुहुन्छ अथवा चाहिँ अफिसमा काम गर्नुहुन्छ अथवा चाहिँ केही काम गरेर थकित महसुस गर्नुभएको छ भने यो कफी चाहिँ यस्तै बोतलमा यसरी हालेर, एउटा प्याकेट हालेर मजाले 50 देखि 100 पल्ट मजाले ओप एन्ड डाउन गरेर हल्लाएर तपाईँले पिउन सक्नुहुन्छ। यसरी पिएमा तपाईँको थकान दूर हुनेछ, थकान हटेको महसुस गराउनेछ है। साथसाथै तपाईँ हाम्रो शरीरभित्र भएको विभिन्न किसिमका टक्सिनहरू, फोहोरहरूलाई पनि सफा गरेर बाहिर फाल्ने काम गर्नेछ है साथीहरू। त्यसो भन्न चाहन्छु। यदि तपाईँहरूलाई पनि चाहिन्छ भने तपाईँहरू पनि विभिन्न किसिमका
समस्याहरूबाट तनाव हुनुहुन्छ भने यदि यो कफी चाहिन्छ भने अथवा यो कफीको बारेमा जानकारी चाहनुहुन्छ भने मेरो युट्युबको बायोमा फेसबुकको लिङ्क छ, त्यहाँ गएर इनबक्समा जोडिन सक्नुहुन्छ। हेर साथीहरू, त्यसो भन्न चाहन्छु। मैले चाहिँ बिस्तारै बिस्तारै यो कफी पिउँदैछु। अब पिएर सकिने अवस्था भइरहेछ। थ्याङ्क यू सबैजनालाई माया मन परेमा यो मेरो भिडियो है, मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गर्नु होला भन्न चाहन्छु सबैलाई।